यसमा हामीले पहिलो वर्ष कार्यक्रम हाम्रो उत्साहजनक राम्रै भएको भनेर हामीले जुन प्रतिक्रिया पायौँ, त्यसपछि हामीले दोस्रो कार्यक्रम पनि हामीले आयोजना गर्नको लागि हामीलाई त्यस्तै हौसला मिल्यो। सहकारी कर्मचारी क्लब किन भन्ने कुरामा म अलिकति स्पष्ट पार्न चाहन्छु। हाम्रो अहिले सहकारी क्षेत्रमा देखिएको जति पनि सहकारी क्षेत्रको नराम्रो गतिविधि अथवा सहकारी क्षेत्रलाई असर पर्ने कुराहरू, विभिन्न क्रिया प्रतिक्रियाहरू आइरहेको सन्दर्भमा हामीले सहकारी क्षेत्रको लाई कसरी मर्यादित बनाउन सकिन्छ, कसरी यसलाई चाहिँ एउटा सुशासन र राम्रोसँग सञ्चालन गर्न सकिन्छ भन्ने कुरामा कर्मचारी क्लबले भूमिका खेलोस् भन्ने कुरा हो। यसमा हाम्रा साझा समस्याहरू, सहकारीका जति पनि साझा समस्याहरू सामूहिक रूपमा समाधान गर्नको लागि एउटा हामीलाई प्लेटफर्म अथवा हाम्रो एउटा ठाउँ चाहिएको थियो। त्यो चाहिँ हामीले कर्मचारी क्लबबाट चाहिँ